हेलो गाइज नमस्ते। आज चाहिँ म पल्यौको रेसिपी लिएर आएको छु। पल्यौ नोट पल्यौ, यसलाई चाहिँ तितौरो भन्दो रहेछ। मलाई एकजना मेरो साथीले भन्नुभएको थियो, कमेन्टमा हेर्न सक्नुहुन्छ हजुरहरू। यसलाई चाहिँ तितौरो भन्दो रहेछ, मैले चाहिँ पल्यौ नै भन्थेँ होइन। म चाहिँ यो चाहिँ घिउमा बनाउँछु, जहिले पनि घिउ राख्ने, टक्क टन्न घिउ राख्ने। मलाई चाहिँ टन्न घिउ राखेको मनपर्छ। अनि एज अलवेज जिरा र मेथी त म जेमा पनि पुऱ्याउँछु, त्यो त मेरो फेभरेट आउट अफ द फेभरेट हो। अनि त्यसपछि चाहिँ मैले यो चाहिँ चना भिजाएर राखेको थिएँ। अनि चनालाई चाहिँ ग्राइन्ड गर्ने, क्रस मात्र गर्ने, लाइक मजाले पिस्ने होइन, अलिकता पिस्ने। अनि त्यसपछि त्यसलाई चाहिँ घिउमा राखेर फ्राई गर्ने। अनि यसमा राख्ने मसला भनेको चाहिँ बेसार अनि नुन मात्र थियो। तर मलाई चाहिँ अलिकता पिरो खान मन लागेर मैले अलिकता रातो खुर्सानी राखेको थिएँ। यसमा चाहिँ लसुन प्याजहरू के पनि नराख्ने, कि मलाई त मन पर्दैन लसुन प्याज राखेको। अनि त्यसले टेस्ट आइडोन्ट डिफ्रेन्ट दिन्छ। अनि मोहीमा चाहिँ मैले के अरे पिठो राखेको थिएँ। यसमा चाहिँ तपाईँ बेसन पनि राख्न सक्नुहुन्छ है, बेसन राखेको पनि एकदम मिठो हुन्छ। त्यो राख्ने, अनि त्यो अघि बनाएको त्यो भुटेको चनाको दाल थियो नि, त्यसमा चाहिँ त्यो राखिदिने। अनि त्यसपछि मजाले पकाउने। यसले चाहिँ यति धेरै पकाउनुपर्छ कि मिठो हुनलाई। अनि सुरुमा चाहिँ यस्तो देखेको थियो, अनि त्यसपछि चाहिँ कलर आयो क्या, अनि कस्तो राम्रो देखेको हेर्नु न। अनि यो चाहिँ मेरो रुममेटहरूको चाहिँ फेभरेट हो कि। म यसलाई पल्यौ भन्छु होइन, तर यसलाई चाहिँ पल्यौ नभन्दो रहेछ, तितौरो भन्दो रहेछ होइन। अनि यसलाई चाहिँ मजाले पकाउने, पक उम्लिने गरेर पकाउने, अनि अलिक घट्ने गरेर के। अनि यो चाहिँ मैले अस्ति बनाएको दही छ नि, त्यहाँबाट बनाएको। अनि हरियो धनिया त राख्नै पर्यो अभियसली। अनि यसलाई चाहिँ पकाउने राइट, लाइक कसरी राइटमा, लाइक यो पाकेको छ भनेर कसरी थाहा पाउने त, यस्तो यो जाली पऱ्यो भने के, जो दुधमा पर्ने जाली हुन्छ नि, यस्तो पऱ्यो भने चाहिँ दिस इज कुक्ड भनेर थाहा पाउने कि हामीले। अनि थ्याङ्क यू फर वाचिङ गाइज। एकचोटि चाहिँ ट्राई गर्नुहोस् है, हजुरलाई सबैलाई मनपर्छ नै यो। ल ट्राई गर्नुहोस् त एकचोटि।